कोनिचिवा मिनासान जापानिज क्लास डे 7 मारु प्रयोग हुने काताकाना शब्द। आज चाहिँ हामीले काताकाना शब्दमा मारुको प्रयोग भनेर सिक्नेछौँ। अगाडिको भिडियोमा हामीले हिरागाना शब्दमा तेन र मारुको प्रयोग सिक्यौँ। अनि काताकाना शब्दमा हामीले चाहिँ तेनको प्रयोग सिक्यौँ। आज चाहिँ हामीले काताकाना शब्दमा मारुको प्रयोग सिक्छौँ। स्वागत छ सबैजनालाई। अगाडिको भिडियोमा हामीले तेनको बारेमा जानेका थियौँ। आज भने हामीले मारुको बारेमा सिक्नेछौँ। मारु भनेको के हो, मारुको के अर्थ हुन्छ, मारुको प्रयोग हिरागाना र काताकानाको हा अक्षरको लाइनमा मात्रै गरिन्छ। यसको प्रयोग पश्चात उच्चारणमा पनि परिवर्तन आउँछ। जस्तै हामा मारु प्रयोग गर्यो भने पाको उच्चारण गर्नुपर्छ। जस्तै हा मारुको प्रयोगपछि पा हुन्छ, हि मारुको प्रयोगपछि पी हुन्छ, फु मारुको प्रयोगपछि पु हुन्छ, हे मारुको प्रयोगपछि पे हुन्छ, हो मारुको प्रयोगपछि पो हुन्छ। मारुले उच्चारणमा परिवर्तन गराउँछ। यो कुरा हजुरले जान्नु पर्यो। यो चाहिँ हाम्रो एकदम इम्पोर्टेन्ट हो। तेन मारु हिरागाना र कातागाना शब्दमा कहाँ प्रयोग हुन्छ, कुन अक्षरमा प्रयोग हुन्छ, यो चाहिँ हामीले बीचबाट सोद्धाखेरि पनि हजुरलाई आउनु पर्यो। यो हिसाबले चाहिँ हजुरले पढ्नु पर्यो। यसको चाहिँ तपाईँको कातागाना हिरागाना तेन मारु कुनमा प्रयोग हुन्छ यसको नोट बनाएर राख्नुहोस्। त्यसपछि हिरागाना कातागाना अक्षरको पनि र आजसम्म डे 7 सम्मको सबै नोटहरू बनाउनुहोस् र रिभिजन पनि टाइममा गर्नुहोस्। र हामीले चाहिँ रिभिजन गर्दाखेरि चाहिँ तपाईँको सम्झिन्छौँ हामीले बिर्सेको कुराहरू पनि। र हजुरले कोही जापानिज क्लास पढ्दै हुनुहुन्छ भने उहाँहरूलाई नि भिडियो सेयर गरिदिनुहोस्। हजुरलाई चाहिँ मेरो भिडियो हेरेर चाहिँ कस्तो लागिरहेको छ कमेन्ट लेख्नुहोस्। लाइक, कमेन्ट, सेयर र फलो गर्न नबिर्सिनु होला। japanepal.com लाई आरिगातो गोजाइमास, माता आसिता मिन्नासान।